रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यदिल मुरसलीन अम्मा बादु फया अय्युहन्नासु इन्नल्लाहा व मलाइकतहु युसल्लूना अलन नबी या अय्युहल्लज़ीना आमनु सल्लु अलैहि व सल्लिमु तस्लीमा। अल्लाह पाक को शुक्र, अल्लाह पाक को खुशनुदी, अल्लाह पाक को हम्दो सना। पछि के आयो कि इमानवालाको सिफातको कुरा आयो। इमानवाला भइसकेपछि के गर्नुपर्छ? हामीले कलमा पढिसकेपछि ला इलाहा इल्लल्लाह मुहम्मदुर रसुलुल्लाह पढिसकेपछि इमानमा दाखिल भएपछि हामीलाई सबभन्दा पहिले हराम हलाल पाकी नापाकी जायज़ नाजायज़ ये चीज़ को जानना ज़रूरी है। जब तक हम ये चीज़ को नहीं जानेंगे हमारा ईमान परिपक्व नहीं होगा। इस्लाम यही है। इस्लाम भनेको यही नहीं हो कि ईमान ल्याएपछि हामीमाथि यो सबै लागू हुन्छ। सबभन्दा पहिला त इल्म हासिल गर्नुपर्छ। इल्म हासिल गर्नुपर्छ, जान्नुपर्छ कि कसरी पाकी हासिल गर्न सक्छ, कसरी नापाक हुन्छ मान्छे, कसरी के हलाल हो के हराम हो, के जायज़ के नाजायज़, यो हामीले जान्नुपर्छ। एकदम जरुरी छ यो चीज़। यो इस्लाममा इमानवालेमा यो सबभन्दा एकदम खास चीज़ हो। हलाल अल्लाह पाकले जो चीज़लाई हलाल बनाएको छ त्यो हलाल हो। अल्लाह पाकको हुकुम बिना, अल्लाह पाकको तरिका बिना जे हामीले गर्छु, खानु मात्र होइन, लाउनु बस्नु चल्नु सबै मामलात माशरात हैन बनेको। जस्ता हाम्रो मामलात हुन्छ, हाम्रो तिजारत हुन्छ, जस्ता हाम्रो बिजनेस हुन्छ, हाम्रो कारोबार हुन्छ, त्यसमा पनि हलाल र हराम हुन्छ, जायज़ नाजायज़ हुन्छ। अब सबभन्दा पहिला त के आउँछ? इमानमा पाकी भनेको के हो? पाकी भनेको पवित्र हुनु, पवित्र रहनु। अब पवित्रता कसरी हासिल गर्ने? पवित्रता हासिल गर्नलाई सबभन्दा पहिला नुहाउनु पर्छ। आफूले आफ्नो जीवलाई राम्रोसँग नुहाएर पवित्र बनाउनु पर्छ। अब पवित्र बनाउने तरिका के रहेछ? सबभन्दा पहिला आफ्नो नाभिको तलको जुन कपालहरू छ हैन, तिनीहरू सफा गर्ने, यो काखी सफा गर्ने हैन। त्यसपछि के गर्ने? बाथरुममा हैन, नुहाउने ठाउँमा गइसकेपछि हामीले के गर्ने? कुल्ली गर्ने। मुख भरिएर पानी हालिएर कुल्ली गर्ने, मजाले कुल्ली गर्ने, 3 कुल्ली गर्ने, गरारा गरेर 3 कुल्ली गर्ने। त्यसपछि मुखको सफा भयो। त्योभन्दा अगाडि त मञ्जन गर्नु के अरे दाँत मल्नै भएको छ, सफाइ छ हैन, कुल्ली गर्ने राम्रोसँग। त्यसपछि नाकको यो नरम हड्डी छ हाम्रो, यो नरम हड्डीसम्म हाम्रो पानी पुर्याउने। कसरी? यसरी यो हातले दाहिने हातले पुर्याएर अनि बायाँ हातले यसरी गर्ने, यो औँलाले पानी पुर्याउने, भिजाउने, मजाले पानीले भिग्नु पर्यो। त्यसपछि ओजु गर्ने मन छ भने ओजु गर्ने, मुख धुने, हात धुने हैन, खुट्टा धुने। त्यसपछि के गर्ने? पुरा जिउलाई हामीले धुने राम्रोसँग। साबुन नभए पनि सफा हुन्छ, साबुन भए धेरै राम्रो कुरा हो। राम्रोसँग धुने। कुनै एउटा कपाल पनि कुनै ठाउँको सुक्खा नरहोस्, पानी नलागेको नहोस्, पानी लागोस् सबैमा। दाढी छ भने दाढी पुरा भिज्नु पर्यो, कपाल छ भने कपाल पुरा भिज्नु पर्यो। पुरा शरीरलाई राम्रोसँग भिजाउने, तर बनाउने। अनि त्यसपछि राम्रोसँग पुस्ने। त्यो त सबैले जानेकै छ, बोल्ने कुरै होइन। अनि पाक हुने भयो, यो पाकी हो हैन। आफ्नो फोहोर जग्गालाई राम्रोसँग धोएपछि त्यो त सबै मानवले धुन्छ। तर मुसलमानमा इस्लाममा यो 3 काम गर्नुपर्छ। के गर्ने? मुखभरि कुल्ली गर्ने,
गरारासहित। अनि नाकको नरम हड्डीमा पानी पुर्याउने, यहाँ यो नाकको नरम हड्डीसम्म पानी पुर्याउने, भित्र होइन, नरम हड्डीसम्म। त्यसपछि पुरा जिउलाई राम्रोसँग धुने। धुइसकेपछि अब पाक हुनुभयो। तर ओजु छैन नमाज पढ्नलाई, इबादत गर्नलाई, कुरान पढ्नलाई। इबादत गर्नुको लागि, कुरान पढ्नुको लागि ओजु गर्नुपर्छ। ओजु कसरी गर्ने? ओजु पुरा अनुहारलाई धुने। यो एउटा कानको लोतीदेखि अर्को कानको लोतीसम्म होइन, यहाँदेखि यो निधारको यहाँदेखि अनि यहाँ ठोडीसम्मको तलसम्म पुरा चेहरालाई राम्रोसँग धुने ओजु होइन। अनि दुईटा हातलाई यहाँ कोहनै समेत दुईटा हात धुने। त्यसपछि टाउकोको मसा गर्ने, यसरी सबै हटाएर कपालमा मसा गर्ने। मसा गरिसकेपछि अब बाँकी रह्यो खुट्टा। दुईटा खुट्टाको यो टक्ना भन्छ यसलाई होइन, यो टक्नासम्म धुने। अनि पाक पनि भयो, अब ओजु पनि भयो। अब इबादत गर्न सकिन्छ। अब नापाक हुने तरिका के त? फेरि नापाक हुन्छ। नापाक हुने तरिका भनेको दुईटा तीनटा कारण छ। सबभन्दा पहिला त हाम्रो केही गरी नाइटफल भइदिए भने नापाक भए, नुहाउनै पर्छ 100%, नभए पाक हुँदैन। अनि अर्को के भने, यदि बुढीसित सहवास गऱ्यो भने होइन, हामीले बुढीसित सहवास गऱ्यो भने मतलब एउटै अर्थ के छ, हाम्रो ब्रिय निस्कियो भने नापाक भयो। कुनै पनि हालतमा ब्रिय निस्के नापाक भयो, यो हालत हो। नापाक भइसकेपछि नुहाउनु पर्छ। पहिला भन्दै आछु नुहाउने तरिका यो हो। यो तरिकाले नुहायो भने पाक हुन्छ। त्यसपछि ओजु गर्ने मजाले, अनि इबादत गर्न सकिन्छ। अल्लाह तालासित माग्नु, इमानको हकीकत हामीलाई देओस्, हामी इमान पर चल्न सकौँ होइन, इल्म पुरा हासिल गर्न सकौँ होइन, राम्रोसँग अल्लाह पाकको इबादत गर्न सकौँ। अल्लाह तालाले हामीलाई यति क्षमता देओस् कि उसको दिनमा पुरा चल्न सकौँ र इमानमय हाम्रो अन्त होस् र इमानमै जिन्दगी